सम्पूर्णमा नमस्कार। आज म यस भिडियोबाट ओएमआर सिट कसरी भर्ने, ओएमआर सिट भर्ने सही तरिका र ओएमआर सिट भर्दाखेरि गर्न नहुने कुराहरू, ओएमआर सिट भर्दा कस्तो कलरको पेन प्रयोग गर्ने, कस्तो कलरको पेन प्रयोग गर्न हुँदैन, यी विविध महत्त्वपूर्ण कुराहरू म हजुरलाई बताउन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। सर्वप्रथम त हजुरहरूले पहिला ओएमआर सिट कस्तो हुन्छ भनेर त्यो जान्नुपर्छ। म हजुरलाई देखाउन गइरहेको छु। हो, यही D2 यही हो, सबै ओएमआर सिट यही नै हुन्छ। बस यहाँ चाहिँ खाली रहेको हुन्छ। यो चाहिँ एउटा जस्ट स्याम्पलको लागि, नमुनाको लागि चाहिँ यहाँ मैले हजुरलाई सजिलो होस् भनेर चाहिँ यहाँ लेखेको छ। यहाँ यो हजुरले एक्जाममा पाउने भनेको यही नै ओएमआर सिट हो हैन। सबैभन्दा पहिला ओएमआर सिट कलरको पेनले भर्ने गरिन्छ त यो सबभन्दा एकदमै महत्त्वपूर्ण कुरा हो। यो ओएमआर सिट चाहिँ सर्वप्रथम हामीले चाहिँ कालो है त ब्ल्याक पेनले चाहिँ भर्ने गरिन्छ है। ब्ल्याक पेनले है, यो हजुरले एकदमै याद गर्नु होला। ब्ल्याक पेन भन्दा अरू पेन चाहिँ हुनु भएन है त। कालो पेन, कालो मसीको डट है, कालो मसीको डट। हजुरले यो जेल पेन हुन्छ त्यस्तो पेन पनि हजुरले नलिउने होला। सामान्य खालको पेन नजिकैको स्टेसनरीमा गएर यो लोकसेवा पेन भनेर चाहिँ हजुरले माग्नु भयो भने चाहिँ त्यो पसलले चाहिँ लोकसेवा पेन एउटा कालो मसीको पेन हुन्छ, त्यो पेन चाहिँ हजुरले दिन्छ। त्यही पेनले चाहिँ हजुरले भर्नु भयो भने चाहिँ एकदमै सजिलो हुन्छ है त। त्यसले अलि गोलो लगाउँदाखेरि अलिक फास्ट लगाउँछ के त्यो पेनले। ल, सर्वप्रथम त अब कालो मसीको डटले हजुरले गोलो भर्नुपर्ने हुन्छ। गोलो, नाम, सबै कुराहरू चाहिँ कालो मसीको पेनले चाहिँ हजुरले भर्नुपर्ने हुन्छ। अब एकदमै ख्याल गर्नुपर्ने कुरा चाहिँ के रहेको छ भने चाहिँ यहाँ हजुरको नाम हैन, नामदेखि लिएर अब सबै कुराहरू चाहिँ हजुरले जे छ नागरिकतामा त्यही कुराहरू हजुरले यहाँ भर्नुपर्ने हुन्छ, मिस्टेक नगरिकन। यो ओएमआर सिट भर्ने टाइम धेरै प्रशस्त टाइम हुन्छ। हजुरले मजाले फ्री भएर, मजाले चाहिँ फ्रेस तरिकाले चाहिँ मजाले बिस्तारै चाहिँ ओएमआर सिट भर्नु होला। बिग्रियो भने चाहिँ अर्को दिँदैन, त्यसैले चाहिँ नबिग्रिने तरिकाले मजाले बिस्तारै नातिकन मजाले हजुरले चाहिँ भर्नु होला। हजुर अब क्लासभित्र इन्ट्री गरिसकेपछि हजुरलाई ओएमआर सिट दिइन्छ। ओएमआर सिट दिइसकेपछि अब हजुरले पहिला सर्वप्रथम आफ्नो यहाँ दिएको छ नेम लेख्नु होला है त। आफ्नो चाहिँ नेम लेख्नु होला। यहाँ फर्स्ट नेम लेखेको छ यहाँ है त। यो हजुरले हेर्न सक्नुहुन्छ, यहाँ हजुरले पनि देख्न पनि सक्नुहुन्छ। यहाँ दिएको छ एउटा, यहाँ चाहिँ फर्स्ट नेम दिएको छ है। हो, यो टेबलभित्र चाहिँ हजुरले आफ्नो नाम के छ त सबै क्यापिटल लेटरमा चाहिँ लेख्नुपर्ने हुन्छ है। क्यापिटल लेटरमा हजुरले लेख्नुपर्ने हुन्छ। जस्तो कि मेरो नाम राम रहेको छ भने चाहिँ RAM यसरी लेख्नु पर्यो। ठुलो अक्षरमा चाहिँ हजुरले लेख्नुपर्ने हुन्छ है त। सबै यहाँ आफ्नो नाम सबै चाहिँ ठुलो अक्षरमा हजुरले लेख्नु होला। पहिला यहाँ आफ्नो फर्स्टमा चाहिँ आफ्नो नाम लेख्नुहोस्। त्यसपछि सेकेन्डमा के छ, सेकेन्ड टेबलमा चाहिँ हजुरको यहाँ के छ भनेपछि बिचको अक्षर, बिचको नाम हुन्छ जुन, जस्तै बहादुर, कुमार, कुमारी हैन, देवी हुन्छ नि। हो, यस्तै बिचको नाम चाहिँ हजुरले यहाँ लेख्नुपर्ने हुन्छ। मिडल नेम भनेर चाहिँ यहाँ हजुरले लेख्नुपर्ने हुन्छ। यी सबै नामहरू चाहिँ क्यापिटल अक्षरमा चाहिँ हजुरले लेख्नु होला। अनि त्यसपछि हजुरले लास्टको टेबलमा चाहिँ हजुरले आफ्नो थर के हो त, आफ्नो जात के हो त, हो यहाँ चाहिँ हजुरले लेख्नुपर्ने हुन्छ है त। यहाँ लेख्नु पर्यो हजुरले पहिला आफ्नो नाम यहाँ लेख्नु पर्यो पहिला, त्यसपछि मिडल नेम चाहिँ लेख्नु पर्यो। कुमार, कुमारी, बहादुर इत्यादि के छ भने छ लेख्नु पर्यो, छैन भने चाहिँ लेख्नु परेन है त। ल, अनि लास्टमा चाहिँ हजुरको आफ्नो थर जात के हो त्यो लेख्नु पर्यो। सबै क्यापिटल लेटरमा लेख्नु होला हजुरले। अनि हजुरको म हजुरलाई थोरै एउटा जानकारी दिइहाल्छु हजुरलाई कन्फ्युजन नहोस् भनेर। कसैको अब जस्तो कि हुन्छ G.C हुन्छ है, यस्तो हुन्छ। अब यसलाई चाहिँ कसरी लेख्ने भन्नु होला हजुरले। यसलाई केही गर्नु पर्दैन। यहाँ जस्ट पहिलो कलममा G लेख्ने,
अनि दोस्रो कोलममा चाहिँ सी लेख्ने। डटहरू लेख्न चाहिँ पर्दैन र स्पेस दिन पनि पर्दैन है। स्पेस नदिकिन हजुरले खाली एउटा कोलम पनि खाली नछोडिकन चाहिँ हजुरले लेख्नुपर्ने हुन्छ है त। ल अब भयो नाममा चाहिँ हजुर क्लियर हुनुभयो होला सायद है। अब त्यसपछि हजुरले आफ्नो नाम चाहिँ हजुरले भरिसक्नु भयो भने चाहिँ अब पाला आउँछ हजुरले यो खाली ठाउँमा चाहिँ हजुरले लेख्नुपर्ने हुन्छ है। सर्वप्रथम त यहाँ विज्ञापन नम्बर भनेको छ है। यो विज्ञापन नम्बरमा हजुरले अब आफ्नो विज्ञापन नम्बर कति हो, अब कतिवटा समावेशीमा हजुरले फर्म भर्नु भएको छ त्यही अनुसार चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ। जस्तो कि खुल्लाले चाहिँ 1 लेख्ने अनि यहाँ जस्तै अहिले 81 अनि 82 रहेको छ। अब खुल्लाभन्दा बढी छ, जस्तै एउटा खुल्लामा भरेको छ एउटाले है, एउटा खुल्लामा भरेको छ। त्यसपछि चाहिँ महिलामा भरेको छ, महिलाको कति 3 हो हैन। त्यसपछि चाहिँ अब केमा भरेको छ, दलितमा भरेको छ भने चाहिँ 4 लेख्ने र ड्यास दिने अनि 0 81 अनि 82 लेखेर चाहिँ हजुरले फर्म भर्ने। यसरी चाहिँ हजुर लेख्नुपर्ने हुन्छ है त। त्यो ठाउँमा हजुरको समावेशी कति छ त्यो स्ल्यास गर्दै समावेशी लेख्ने अनि त्यसपछि ड्यास दिएर 0 81 82 लेखेर चाहिँ हजुरले भर्नु होला। यो भरिसकेपछि अब पालो आउँछ रोल नम्बरको है। अब रोल नम्बर भर्दाखेरि हजुरले आफ्नो प्रवेश पत्रमा रोल नम्बर कति छ त हैन, त्यो रोल नम्बर हजुरले नेपाली अङ्कमा चाहिँ लेख्नु होला है। ल यो सिम्पल कुरा छ, हजुरले यो चाहिँ लेख्नुपर्ने हुन्छ। रोल नम्बर लेख्नुभयो, विज्ञापन नम्बर लेख्नुभयो, त्यसपछि आयो अब मास्टर आइडी है त। मास्टर आइडी चाहिँ त्यही अब प्रवेश पत्रमै साइडमा दिएको हुन्छ। त्यो मास्टर आइडी हजुरको कति छ त्यो हजुरले लेख्नु होला है। अनि सबै अङ्क जति छ त्यहाँ सबै अङ्क यहाँ चाहिँ लेख्नुपर्ने हुन्छ है त। त्यसपछि अब सेवा के हो त हजुरको है, सेवा के रहेको छ। अब सेवा रहेको छ हजुरको के, अब त्यो हजुर सेवा लेख्नुपर्ने भयो हजुरले। सेवा के छ, प्रदेश वन सेवा छ, त्यो प्रदेश वन सेवा लेख्नुहोस् हजुरले। त्यसपछि समूह कुन हो त, जनरल फरेस्ट्री समूह त्यही लेखेको हुन्छ, हजुरले त्यहाँ हेरेर पनि लेख्न सक्नुहुन्छ। त्यसपछि अब पद नाम के हो त, अब कुन पदमा हजुर लड्दै हुनुहुन्छ त्यो लेख्नु पर्यो। यहाँ हजुरले वनरक्षक पदमा लड्दै हुनुहुन्छ भने वनरक्षक लेख्नु पर्यो। अब खरिदार पदमा लड्दै हुनुहुन्छ भने खरिदार लेख्नु पर्यो। नायब सुब्बा पदमा लड्दै हुनुहुन्छ भने नायब सुब्बा लेख्नु पर्यो। अब तह कुन हो त, यहाँ तह रहेको छ। यहाँ चाहिँ तह कुन हो त, तह भन्दाखेरि चाहिँ यहाँ अब कुन तहमा हजुर लड्दै हुनुहुन्छ। आधारभूत हो भने चाहिँ आधारभूत लेख्नुहोस्। तेस्रो तह भनेपछि चाहिँ यहाँ तेस्रो लेख्नुहोस्। चौथो भनेपछि यहाँ चौथो लेख्नुहोस्। अब वनरक्षक चाहिँ अब तेस्रो तह रहेको छ अहिले, त्यही भएर चाहिँ हजुरले यहाँ तेस्रो लेख्नु है त, तेस्रो लेख्नुहोस्। अब त्यसपछि हजुरको नाम के रहेको छ यहाँ है। अब हजुरको नाम के रहेको छ यहाँ, त्यो नाम हजुरले चाहिँ यहाँ भर्नुपर्ने हुन्छ है त। अब यो ठाउँमा चाहिँ हजुरले आफ्नो नाम भर्नुपर्ने हुन्छ। के नाम, नेपालीमा चाहिँ हजुरले यहाँ नाम लेख्नु होला। पहिला चाहिँ यहाँ हजुरले इङ्ग्लिसमा लेख्नुभयो नाम आफ्नो हैन। अब यहाँ चाहिँ अब हजुरले नेपालीमा नाम लेख्नुपर्ने हुन्छ। त्यसपछि अब त्यसको मुनि ठ्याक्कै हजुरको नामको मुनि चाहिँ आमाको नाम के रहेको छ त्यो नाम लेख्नुहोस् हैन। त्यसपछि बुवाको नाम के रहेको छ त्यो नाम लेख्नुहोस्। त्यसपछि बाजेको नाम के रहेको छ त्यो नाम लेख्नुहोस्। अब हजुरको चाहिँ अब स्थायी जिल्ला कुन हो त, अब स्थायी जिल्ला है, त्यो जिल्लाको नाम लेख्नुहोस् यहाँ। जस्तै मोरङ लेखेको छ यहाँ, अब काठमाडौँ होला, काठमाडौँ होला अथवा प्युठान होला, दाङ होला, रोल्पा होला, रुकुम होला हैन, कैलाली होला, जुम्ला हुम्ला के छ हजुरको त्यो नाम जिल्ला लेख्नुहोस् यहाँ। त्यस जिल्लामा चाहिँ अब हजुर त्यो जिल्ला लेखिसकेपछि हजुर अब कुन स्थानीय तहमा हजुर बस्नुहुन्छ, अब गाउँपालिका हो कि नगरपालिका हो कि महानगरपालिका हो त्यो चाहिँ हजुरले यहाँ लेख्नुपर्ने हुन्छ है त। ल त्यो चाहिँ हजुरले यहाँ कुन स्थानीय तह हो त्यो चाहिँ हजुरले यहाँ लेख्नुपर्ने हुन्छ। वडा नम्बर कति छ त्यो हजुरले यहाँ लेख्नुपर्ने हुन्छ। अब हजुरको परीक्षा केन्द्र कहाँ परेको छ त है। अब हजुरको परीक्षा केन्द्र कहाँ परेको छ हो, त्यो परीक्षा केन्द्रको नाम चाहिँ हजुरले यहाँ लेख्नुपर्ने हुन्छ। जनपद मावि केन्द्र क विराटनगर लेखे पनि भयो, अथवा परीक्षा केन्द्रको नाम के छ त्यो चाहिँ हजुरले हेरेर जानु होला र त्यहाँ रहेको गार्डलाई पनि सोधेर हजुरले त्यहाँ परीक्षा केन्द्रको नाम चाहिँ हजुर लेख्न सक्नुहुन्छ है त। केही कुरा कन्फ्युजन लाग्यो भनेपछि त्यहाँ इक्जाममा रहेको गार्डलाई चाहिँ हजुरले सोध्नु होला, अन्यथा जे पाइदिए चाहिँ हजुरले नबुझिकन चाहिँ नलेख्नु होला, बुझेर चाहिँ हजुरले लेख्नु होला। अब त्यसपछि थोरै तल सारेपछि चाहिँ थोरै तल गएपछि चाहिँ यहाँ मिति रहेको छ। यहाँ मितिमा चाहिँ हजुरले कुन मितिमा परीक्षा दिँदै हुनुहुन्छ त्यो मिति लेख्नु होला हजुरले है। त्यसपछि हजुरको साइन यहाँ गर्नु होला। अब यति कुरा चाहिँ हजुरले भरिसकेपछि चाहिँ अब मेन कुरा यता आउँछ है त। अब मेन कुरा चाहिँ यहाँ के छ भनेपछि एकदम इम्पोर्टेन्ट कुरा हो यो बिग्रियो भने चाहिँ एकदमै तपाईको इक्जामै रद्द हुनसक्छ है। त्यसैले चाहिँ हजुरले यो चाहिँ बिगार्नु भएन। अब हजुरको यहाँ रोल नम्बर भनेर चाहिँ दिएको छ है, रोल नम्बर भनेर यहाँ दिएको छ हैन। यो रोल नम्बरमा हजुरले पहिलो कोलम है, यो यसलाई के भन्छ, यो कोलम हो है, यो के हो, यो कोलम भन्छ यसलाई, यो पहिलो कोलम हो यो है त। अनि त्यसपछि अर्को आउँछ दोस्रो कोलम, यो दोस्रो कोलम हो है। यसरी कोलमहरु दिएको छ यहाँ
हैन। अब हजुरको रोल नम्बरमा अब यो चाहिँ 6 रहेछ है, रोल नम्बर उसको यहाँ चाहिँ 6 रहेको छ। अब 6 यहाँ चाहिँ यो पहिलो कोलममा 6 कहाँ रहेको छ त है, पहिलो कोलममा 6 कहाँ रहेको छ, हो यो लाइनमा छ है त, यो रोमा छ। पहिलो कोलममा 6 कहाँ रहेको छ, यो लाइनमा छ, हो यहाँनिर छ है। यो हजुरले यहाँ 6 देख्नुभयो होला, यो 6 को लाइन हो यो हैन, यो चाहिँ 6 को लाइन हो। अब यो लाइनमा 6 छ। अब पहिलो कुन कोलममा लेख्नुपर्ने हो हामीले, 6 लेख्नुपर्ने हामीले यो कोलममा हो हैन। त्यही भएर चाहिँ यो कोलमको 6 मा चाहिँ कुन लाइनमा छ त, 6 यहाँ छ हो। हजुरले यहाँ चाहिँ 6 लेखेर चाहिँ लेख्ने हैन कि यहाँ चाहिँ हजुरले 6 मा चाहिँ हजुरले गोलो लगाउनु पर्ने हुन्छ है त, हो यहाँ चाहिँ हजुरले यसरी गोलो लगाउनु पर्ने हुन्छ है। ल यसरी हजुरले यहाँ गोलो लगाउनु पर्ने हुन्छ। अब त्यसपछि 0 छ है। अब यो कोलम अर्को कोलममा आयो है, त्यो 0 हजुरको अब त्यो 0 छ भने चाहिँ अब त्यसपछि 0 आयो, 0 पछि 0 चाहिँ कहाँ छ त, अब 0 रहेको चाहिँ यो कोलममा छ है, हेर्नुस् यहाँ यो कोलममा रहेको छ 0 हैन। अब 0 अगाडि छ भनेपछि हामीले यहाँ छ, अब अगाडि यसरी कालो लाउनु पर्यो यहाँ है, यहाँ चाहिँ हामीले यसरी कालो भर्नु पर्यो है त, यहाँ हो यसरी कालो भर्नु पर्यो। त्यसपछि फेरि 0 छ, फेरि यहीँ लेख्नु पर्यो है, अर्को कोलममा लेख्नु पर्यो हैन, त्यसको मुनि लेख्ने हैन, जहाँ ऊ छ एउटा रो हेर्नुपर्छ आफूले, रो र कोलम हेर्नुपर्छ, ठ्याक्कै जहाँ अङ्क छ त्यहीँ गएर चाहिँ हजुरले कालोले भर्नुपर्ने हुन्छ है त। अब त्यसपछि अब के बाँकी रह्यो भनेपछि लास्टमा अब 1 को अब 1 आयो है। अब 1 यहाँ कहाँ छ त, हेर्नु त, हो 1 रहेको छ सेकेन्ड कोलममा है, 1 रहेको छ कहाँ, सेकेन्ड कोलममा, यो सेकेन्ड कोलममा यहाँ 1 छ है त, हो यहाँ 1 रहेको छ। अब यहाँ 1 रहेछ भने चाहिँ अब यो बिचको भाग कुन त, यो हो हजुरले चाहिँ यहाँ गएर चाहिँ के लगाउनु पर्यो, कालो लगाउनु पर्यो यसरी है त। ल हजुरले बुझ्नु भएको, मलाई लाग्छ हजुरले बुझ्नुभयो होला। यदि बुझ्नुभयो भने चाहिँ हजुरले फेरि पनि भिडियोलाई रोकेर फेरि दोहोऱ्याएर हेर्न सक्नुहुनेछ। यसै गरेर चाहिँ भन्नुपर्ने हुन्छ है त। त्यस्तै गरेर चाहिँ अब हजुरले यहाँ भन्नुपर्ने हुन्छ कोलम के हो, 1 को कोलम अब 1 रहेको छ मास्टर आइडी, 1 कहाँ छ, यहाँ छ, यहाँ यो कोलममा चाहिँ 1 हैन। अब हजुरले यहाँ गएर चाहिँ कालो उसले चाहिँ यहाँ 1 लेख्नु पर्यो, यसरी भर्नु पर्यो हैन। अब 2 कहाँ छ त, अब 2 रहेको छ अर्को कोलममा, मुनिको कोलममा 2 रहेको छ यो कोलममा हैन। अनि यसको कोलम कहाँ छ, यतापि छ, यहाँ सर्यो हैन, यतापि सरेपछि चाहिँ हजुरले यहाँनिर भर्नु पर्यो। यसको मुनि चाहिँ भर्नु भएन है। प्रायले के गर्छन् भनेपछि अब 1 यहाँ लेख्ने, फेरि 2 पनि यहाँ लेख्ने गर्छन्, त्यस्तो हैन। 1 को सिधा 1 यहाँ लेख्ने, 2 को सिधा, यसको सिधा चाहिँ यहाँ लेख्नु पर्यो है त, यसको सिधा यहाँ लेख्नु पर्यो। अब यसको सिधा 5 को सिधा चाहिँ यहाँ लेख्नु पर्यो है त, 5 यसको सिधा चाहिँ ठ्याक्कै त्यसको मुनि चाहिँ हजुरले लेख्नु पर्ने हुन्छ है। ल हजुरले मलाई लाग्छ हजुरले बुझ्नुभयो होला, म हजुरलाई फेरि एकचोटि दोहोऱ्याइदिन्छु। यसको सिधा है त, यसको सिधा हजुरले, यसको सिधा कहाँ छ, 1 कुन लाइनमा, यो लाइनमा। अब पहिला म हजुरलाई सिम्पल तरिकाले बुझाउँछु। पहिलाको लाइनमा यो लाइनमा चाहिँ हजुर 1 कहाँ छ त्यो खोज्नुहोस्, 1 रहेको छ यहाँनिर गोल लाउनुहोस् हैन। त्यसपछि अब अर्को लाइनमा चाहिँ 2 कहाँको छ, 2 अर्को लाइनमा 2 कहाँ रहेको छ, यहाँ छ सेकेन्ड लाइनमा हैन, हो। अनि 2 यहाँ छ, यसलाई यहाँ यस्तै लाउनु पर्यो। अनि अर्को लाइनमा चाहिँ 5 कहाँ छ त, अर्को लाइनमा 5 कहाँ छ, यहाँ छ, यहाँ चाहिँ हजुरले यसरी लाउनु पर्यो। ल अब त्यसपछि अब अर्को कुरा चाहिँ अब यहाँ हजुर मेल हो कि फिमेल हो है, मेल हो कि फिमेल हो हजुरले यहाँ चाहिँ यसरी गोल लाउनु पर्ने हुन्छ हैन। मेल हो भने मेलमा गोल लाउने, फिमेल हो भने चाहिँ फिमेलमा गोल लाउने है त, कालो पेनले। अब त्यसपछि हजुरले कुन समावेशीमा चाहिँ हजुरले फर्म भर्नु भएको छ, खुल्लामा भने खुल्लामा चाहिँ गोल लगाउने हैन, मैला भने मैलामा, जे छ हजुरको समावेशी फर्म भर्नु भएको हजुरले त्यहीमा चाहिँ हजुरले यहाँ गोलो लगाउनु पर्ने हुन्छ हैन। अब यहाँ पनि थोरै कुराहरू चाहिँ दिएको छ हैन, कसरी चाहिँ इनकरेक्ट फिल गर्ने, कसरी चाहिँ करेक्ट फिल गर्ने भनेर चाहिँ यहाँ थोरै कुरा दिएको छ। यहाँ पनि हजुरले यो पनि हजुरले यहाँ हेर्न सक्नुहुन्छ है त। यो चाहिँ यो इनकरेक्ट फिल है, यसलाई चाहिँ इनकरेक्ट फिल भन्छ र यसलाई चाहिँ करेक्ट फिल भन्छ है त। अब हजुरले यसरी चाहिँ एउटा सेतो देखिने गरेर चाहिँ छोड्नु भएन, यस्तो चिन्ह पनि लगाउनु भएन, के गर्नु भएन, आदि पनि लाउनु भएन। करेक्ट फिल भनेको चाहिँ यो पुरै रातो ढाकिने गरेर हजुरले चाहिँ भर्नु होला। थोरै रातो देखिए पनि केही फरक पर्दैन है, तर सेतो भाग चाहिँ देख्नु भएन है। यसरी सेतो भाग देख्नु भएन, थोरै रातो भाग अलिअलि देखिए पनि यस्तो भए पनि केही हुँदैन है त। रातो सेतो भाग चाहिँ हजुरले देखाउनु भएन। अब यहाँ भनेको छ, अब यहाँ थोरै कुराहरू दिएको छ, यो पनि हजुरले पढिहाल्नुहोस्, काम लाग्छ। निश्चित कोठालाई पुरा
पुरा भर्नु होला भनेको छ हैन। 1 मा। 2 मा भनेको छ प्रश्नपत्र प्राप्त भएपछि प्रश्नपत्रमा भएको की उल्लेख गर्नुपर्नेछ भनेको छ हैन। एक पटक लेखिसकेपछि त्यसलाई मेट्न, किर्न वा दोहोरो संकेत गर्न पाइने छैन भनेको छ। अब 4 मा चाहिँ उत्तर गलत ठहरेमा चाहिँ 20% अंक कट्टा गरिन्छ भनेको छ। 5 मा चाहिँ लेखेको छ कालो मसीको डटपेनले प्रयोग गर्नु होला भनेको छ। कालो मसी प्रयोग गर्नु होला। यस उत्तर पुस्तिकालाई चाहिँ नमोड्नु होला, डु नट फोल्ड। यसलाई चाहिँ मोड्ने, भाँच्ने काम चाहिँ नगर्नु होला। जस्तो छ त्यस्तै राखेर अनि भरेर एन्सर लेखेर हजुरले त्यस्तै बुझाउनु होला है। जस्तो आएको थियो त्यस्तै गरेर हजुरले बुझाइदिनु होला। ल अब थोरै तल सारिसकेपछि अब यहाँ एकदमै इम्पोर्टेन्ट कुरा रहेको छ। हजुरले यसलाई केर्ने मेट्ने केही काम गर्नु चाहिँ नगर्नु होला। अब हाम्रो प्रश्नपत्र चाहिँ 60 वटाको हुन्छ हैन, तर यहाँ चाहिँ धेरै दिएको छ है। हाम्रो प्रश्नपत्र चाहिँ कतिवटा हुन्छ? 60 वटाको हुने गर्दछ, तर यहाँ चाहिँ 100 वटा दिएको छ। हजुरले चाहिँ 60 वटासम्म मात्र लाउनु पर्ने हुन्छ। अब हजुरलाई चाहिँ यो सबै भरिसकेपछि चाहिँ अन्तिममा अब तपाईको गार्डले चाहिँ हजुरलाई अब प्रश्नपत्र दिइसकेपछि चाहिँ प्रश्नपत्र दिनुहुन्छ। प्रश्नपत्र दिनुसाथ त्यहाँ चाहिँ कुन की लेखेको छ त्यो की हजुरले यहाँ चाहिँ भर्नुपर्ने हुन्छ है त। की चाहिँ यहाँ प्रश्नपत्रमा कुन छ A B C D कुन की छ त्यो की चाहिँ हजुरले यहाँ भर्नुपर्ने हुन्छ। सर्वप्रथम प्रश्नपत्र पाउन साथ पहिला की भर्नु होला हैन, त्यसपछि बल्ल चाहिँ हजुरले प्रश्न हेर्नु होला है। यो एकदमै इम्पोर्टेन्ट हो। यो की भएन भने चाहिँ हजुरको इक्जाम चाहिँ रद्द हुन्छ है। ल यो की हजुरले लेख्नु भएन चाहिँ हजुरको इक्जाम चाहिँ रद्द हुन्छ हैन। त्यसैले सर्वप्रथम चाहिँ हजुरले प्रश्नपत्र पाउन साथ अब यति नै कुरा रहेको छ यहाँ चाहिँ। अब हैन हजुरले अब की चाहिँ अब इम्पोर्टेन्ट रहेको छ। यसमा चाहिँ सबैभन्दा OMR सिटमा चाहिँ की को एकदमै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। त्यसैले चाहिँ हजुरले की चाहिँ लेख्न नभुल्नु होला। प्रश्नपत्र पाउन साथ हजुरले चाहिँ यहाँ की लेखिहाल्नु होला हैन। त्यसपछि चाहिँ बाँकी कुरा त अब हजुरले थाहै नै छ हैन। जुन अब प्रश्न नम्बर 1 को चाहिँ अब मानौ ए एन्सर रहेको छ भने हजुरले ए मा चाहिँ हजुरले गोल लगाउनु पर्ने हुन्छ। अब प्रश्न नम्बर 2 को चाहिँ बी रहेको छ भने चाहिँ हजुरले बी मा चाहिँ गोल लगाउनु होला। मैले त भन्छु हजुरलाई पहिला सर्वप्रथम चाहिँ हजुरले एक्जाममा चाहिँ कसरी चाहिँ लगाउने भन्दाखेरि चाहिँ पहिला प्रश्नपत्र चाहिँ हजुरले मजाले पढ्नुहोस् अनि प्रश्नपत्रमा चाहिँ हजुरले टिक लाउनुहोस् हैन। अब टिक लगाइसकेपछि चाहिँ हजुरले त्यहाँ सबै प्रश्नको जुन कुराहरू हजुरलाई जुन एन्सरहरू हजुरले आउँछ त्यो चाहिँ हजुरले टिक लगाएर राख्नुहोस्, नआउने चाहिँ छोडिदिनुहोस्। त्यो छोडिसकेपछि हजुरले अब आउने सबै आउने उत्तर हजुरले टिक लगाएको उत्तरहरू चाहिँ हजुरले त्यहाँ चाहिँ एन्सर सिटमा गएर यो एन्सर सिटमा आएर चाहिँ हजुरले गोलो लगाउनु होला। अब नआउने प्रश्नलाई चाहिँ पछि गर्नु होला। पहिला चाहिँ आउने प्रश्नहरू चाहिँ हजुरले एटेन्ड गर्नु होला। त्यसरी चाहिँ हजुरलाई सजिलो हुन्छ। अब यही नै रहेको छ हैन। अब धेरै गाह्रो कुरा छैन यहाँ। थोरै हजुरले मजाले प्र्याक्टिस गर्नुभयो भने चाहिँ सफल भइन्छ हैन। न त आजलाई यति नै। धन्यवाद।